हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज फेरि नयाँ भिडियो साथ उपस्थित भइसकेको छौँ। आजको भिडियोमा चाहिँ हामी कोरियन स्पाइसी करेन्ट नुडल्स च्यालेन्ज गर्दैछौँ। हामीसँग एकवटा नुडल्स छ अनि एकवटा अन्डा अन्डा पनि खाइसक्नु पर्ने हुन्छ त्यही टाइममा। आजको भिडियोमा चाहिँ हामी 1 मिनट स्पाइसी नुडल इटिङ च्यालेन्ज गर्दैछौँ। 1 मिनटभित्रमा अन्डा अनि यो नुडल्स चाहिँ सकिसक्नु पर्ने हुन्छ अनि विनरलाई चाहिँ हामीसँग आज 500 रुपियाँ विनर प्राइज छ। अब यो कसको हुन्छ हेरौँ, अब त्यो भिडियोको अन्तिमसम्म थाहा हुन्छ। अनि भिडियो कस्तो लाग्यो हजुरहरूलाई? यदि राम्रो लाग्दैछ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि नजिक रहेको बेल नोटिफिकेसनलाई पनि अल गरिदिनु होला अनि जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। अब भिडियो सुरु गरौँ। हामीसँग चाहिँ टाइमर हुन्छ, 1 मिनटको टाइमर हुन्छ। त्यो टाइमरभित्र अब जसले सक्छ त्यो चाहिँ विनर, जसले हार्छ त्यो लुजर हुन्छ। लुजरले पनिसमेन्ट छैन तर विनरलाई प्राइज छ है त। ओके, अब चाहिँ हामी भिडियो सुरु गर्दैछौँ। टाइमर यहाँ छ। पानी चाहिँ लास्टमा, पहिला खान्न चाहिँ लास्टमा अति नै पिरो भयो भने खानु पर्यो। म चाहिँ अलि कम पिरो खान्छु, त्यही भएर। ओके, स्टार्ट गरौँ है त। 1 2 3 गो। टाइमर स्टार्ट भयो। एकदमै गरे हुँदो रहेछ। 2 मिनट है। पिरो नखाने मान्छेले नि यत्रो सब्जी नि पिरोमा त जित्छु जस्तो लागिरहेको। सक्कै होइन, मुखमा ठोके 6 मिनट भइसक्यो। 6 सेकेन्ड भइसक्यो। तपाईँ पनि जित्नु भएन है। तपाईँकोमा पिरो कम हाल्नु भएको थियो त? एउटै हो, बराबर हो। पिरो नखाने मान्छेले खाएपछि कसरी जित्न सकिन्छ? जिते चाहिँ भएन है यो चाहिँ। गाइस, च्यालेन्ज सक्यो। विनर चाहिँ म भइसकेँ।
त्यसको लागि लाइक गरिदिनु होला। लुजरमा आउनुहुन्छ आएर चाहिँ जित्न नसक्ने भयो मैले तिर्न चाहिँ सक्छु कि जस्तो आएर लागिरहेको छ। सक्दैन। विनरले चाहिँ 500 पाएको छ। विनर म भइसकेँ। तिर्न मात्रै लाग्यो। अब सक्छु। अब आरामसित मजाले नो साउतो पनि खान सक्नु। भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? यदि मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र सेयर पनि गरिदिनु होला। आजको च्यालेन्ज सकियो। यस्तै अरू च्यालेन्जहरू हेर्न चाहनुहुन्छ भने के को च्यालेन्ज गर्ने नि? यस्तै च्यालेन्जहरू हेर्न चाहनुहुन्छ भने के को च्यालेन्ज गर्ने त्यो कमेन्ट बक्समा लेखिदिनु होला। तपाईँको कमेन्ट अनुसार हामीलाई चाहिँ च्यालेन्ज गर्नेछौँ। आजको लागि यति नै। अब फेरि अर्को भिडियोमा भेटौँला। त्यतिन्जेलसम्मको लागि बाई बाई।